साथीहरू, आज हामी कुरा गर्दैछौँ कि करदाता प्रोत्साहन लटरीको बारेमा। यसमा तपाईँ सामान वा सेवा खरिद गर्दा गरेको पेमेन्टबाट लटरीमा सहभागी हुन मौका पनि पाउन सक्नुहुन्छ। साथीहरू, यसमा कुन पेमेन्ट गर्नुपर्छ र कुन पेमेन्ट मान्यता हुँदैन र के कस्ता गल्ती गर्नु हुँदैन, आजको भिडियोमा हामी सबै कुरा सजिलै तरिकाले बुझ्छौँ। साथीहरू, तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। साथीहरू, सबैभन्दा पहिला हामीलाई 100 रुपियाँ वा 100 रुपियाँ बढीको सामान लिनुपर्छ। अब त्यो सामान तपाईँ अनलाइन लिनुहुन्छ भने क्युआर पेमेन्ट जुनसुकैबाट खल्ती, ई-सेवा, मोबाइल ब्याङ्किङ, फोन पे जुनसुकैबाट पनि अनलाइन पेमेन्ट गर्नुहुन्छ भने तपाईँ यसमा सहभागिता हुनुहुन्छ। र तपाईँ सामान 100 रुपियाँ भन्दा बढीको किन्नुहुन्छ भने तपाईँ भ्याट बिल वा प्यान बिल लिन नबिर्सनु होला, किनभने त्यो भ्याट बिल, प्यान बिललाई लिएर र आइआरडी को पेजमा गएर म्यानुअली हामीलाई त्यो एन्ट्री गर्नुपर्छ। अनि त्यहाँबाट एउटा कुपन जेनेरेट हुन्छ र त्यो कुपन तपाईले राख्नुपर्छ। अब हामी कुरा गर्छौँ कि जुन हामीहरू अनलाइन पेमेन्ट गर्छौँ भने त्यो अनलाइन पेमेन्टको जुन आउँछ कुपन कोड अहिले, त्यो कसरी लिने र कसरी चेक गर्ने र कुन पेमेन्ट यसमा मान्यता छैन। साथीहरू, सबैभन्दा पहिला इलेक्ट्रिसिटी, टेलिफोन, एयर टिकट र सरकारी कार्यालयमा जुन पनि यो फाइन भयो या कुनै पनि किसिमको कर ओर भयो, यो सबै यसमा मान्यता छैन। अब म नबिल ब्याङ्क युज गर्दैछु भने म आफ्नो नबिल ब्याङ्क हेराइरहेको छु। सबैभन्दा पहिला आफ्नो ब्याङ्क खोलिलिने र त्यसपछि यहाँ पेमेन्ट लेखेको छ तल। सबैको यही प्रोसेस हुन्छ जुन ब्याङ्कमा जाँदा। अब यहाँ क्लिक गर्ने। अब यहाँ पेमेन्टमा क्लिक गर्नुहुन्छ भने माथि यहाँ लेखेको छ पेमेन्ट हिस्टोरी। अब पेमेन्ट हिस्टोरीमा क्लिक गर्ने। अब यहाँ तपाईँ हेर्न सक्नुहुन्छ विभिन्न प्रकारको पेमेन्ट म गरेछु। अब जस्तै यो भयो 120 रुपियाँको एउटा पेमेन्ट भयो। फेरि यहाँ न्यू बजरङ ट्रेडिङको 220 रुपियाँको भयो। यो दुईटा पेमेन्ट त्यसमा सहभागी हुन सक्छ, तर यो एनसेल डाटा प्याक जुन गरेछु 329 रुपियाँको, यो इलिजिबल हुँदैन। यो लोड ई-सेवा यो पनि इलिजिबल हुँदैन। यहाँ लास्टमा आरुष किराना एन्ड जेनरल स्टोर जुन लेखेको छ 410 रुपियाँको, यो इलिजिबल हुन्छ। अब यसको कुपन मलाई चाहिन्छ भने यो कुपन अहिले के छ भने नबिल ब्याङ्क अहिले आफ्नो सफ्टवेयर अपडेट गरेको छैन। सफ्टवेयर अपडेट गर्छ भने यहाँ माथि यहाँ कुपन सो गर्छ, यहाँ प्राइज कुपन। अनि यहाँ क्लिक गर्छौँ हामी भने त्यहाँ यो सबै एमाउन्टको जुन हामीहरू पेमेन्ट गरेछौँ सबैको कुपन यहाँ लाइन बाई लाइन सो गर्छ। अब म खल्तीमा हेरिरहेको छु, खल्तीमा युज गर्छु। खल्तीमा पनि अब म यहाँ खल्ती खोल्यो। ई-सेवा, खल्ती, फोन पे जे पनि खोल्दा तपाईँको सेमै प्रोसेस हो। अनि खल्ती खोल्नुहुन्छ भने यसको ट्रान्जेक्सनमा जानु छ हामीलाई। यहाँ ट्रान्जेक्सनमा जाने। अनि यहाँ ट्रान्जेक्सनमा जानुहुन्छ भने तपाईँ हेर्न सक्नुहुन्छ कि यहाँ प्राइज कुपन छ लेखेको, यहाँ प्राइज कुपन। अब यो प्राइज कुपनमा जानुहुन्छ भने म खल्तीबाट कुनैले पेमेन्ट अहिले गरेको छैन, यो त्यसैले नत्र मेरो यहाँ सबै एमाउन्टको प्राइज कुपन यहाँ सो हुन्थ्यो, तर अहिले गरे छैन। म मात्र अहिले यो ब्याङ्कले गरेछु त्यसैले यहाँ सो भइरहेको छैन। र तपाईँहरू खल्ती ई-सेवाले आफ्नो भुक्तानी गर्नुभएको होला भने तपाईँको यहाँ प्राइज कुपनमा तपाईँको कुपन सो गर्छ। सेम यही प्रोसेस हो, जुन पनि ब्याङ्क हो या वालेट हो, सेम यही तरिका हो। साथीहरू, भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।